गाइजेडीमा तपाईँलाई भनौँ काठमाडौँको सडक पशुपतिनाथ लगायतका मन्दिर वरिपरि भिख माग्ने केही मानिसहरू दिनको 1000 देखि 2000 रुपियाँ कमाउँछन् भन्दाखेरि तपाईँलाई पट्यार नलाग्न सक्छ। तर उनीहरूले कमाएको पैसा तिनीहरूको हुँदैन। यो सबै एउटा खेल हो। नेपालको मन्दिर र सहरहरूमा भिख माग्ने व्यक्तिहरू सबै नेपाली होइनन्। नेपाल र भारत सीमा नाका खुल्ला भएकाले मानिसहरू सजिलै व्यापार गर्छन्, काम गर्नका निम्ति आवत जावत गर्छन्। यसै क्रममा नेपालमा भिख माग्ने मानिसहरू पनि बढी मात्रामा नै भित्रिने गर्छन्। भिख माग्नका निम्ति सबै उमेरका मानिसहरू भित्रिन्छन्। सबैले आफ्नो तरिकाले भिख माग्ने गर्छन्। तिनीहरू एक्लै नभएर पुरै टोलीको साथमा प्रवेश गर्छन्। पछिल्ला वर्षहरूभन्दा बढी प्रतिशतले नेपालमा भिख माग्नेहरूको संख्या भित्रिएको छ। एउटा सर्वे अनुसार केवल काठमाडौँमा मात्रै नभएर गौतम बुद्धको जन्मस्थली भनिने लुम्बिनीमा पनि भारतीय भिखारीहरूको बेगर हब बनिराखेको छ। यदि तपाईँ सोचिराख्नु भएको छ कि तिनीहरू गरिब भएर भिख माग्न आएका हुन् भने तपाईँ सच्चाइ बुझ्नु भएको छैन होला। सबै भिखारी धनी हुँदैनन्, तर सबै भिखारी गरिब पनि हुँदैनन्। हेरौँ यो रिपोर्ट। भारतको भिख माग्ने एउटा व्यक्ति जसको कुल नेटवर्थ 27.5 करोड रहेको देखिन्छ, करिब 1 मिलियन अमेरिकन डलर बराबर मानिन्छ। यस्ता कयौं भिखारीहरू छन् भारतमा। तिनीहरूले आफ्नो माफिया टोली समेत बनाएका छन्। नेपालमा भारतीय भिखारीहरू हरेक तरिकाले भिख माग्छन्। कोही बाबा बनेर ठगी गर्छन् भने कोही चाहिँ नन्दी बनेर गाई गोरुलाई घुमाएर पैसा माग्ने गर्छन्। कतिपय अवस्थामा त सासाना बालिकालाई समेत पैसा माग्न बाध्य गराउँछन्। मन्दिर निर्माणको नाममा डोनेसन उठाउने समेत कार्य गर्छन्। यो एउटा सामान्य तरिका भयो, तर कतिपय अवस्थामा त भिख नपाए भिखारी गाली समेत गर्छन्। नेपालका मानिसहरू पनि भारत जाने गर्छन्, तर भिख माग्न होइन, मेहनत गरेर पैसा कमाउन, न कि भिख मागेर खान। नेपालीहरू कति इमान्दार हुन्छन् त्यो कुरा भनिराख्नु पर्दैन। तर भारतबाट आएका व्यक्तिहरू भिख मात्रै नमागेर सोझा नेपालीलाई प्रलोभनमा पार्ने समेत कार्य गर्छन्। नेपालीहरूको चुट्या समझता है तो चोरी डकैती गर्छन्। 2082 मा बोर्डर छेउछाउका नाकाहरूमा पनि एकदम बढी मात्रामा चोरीहरू भएको थियो। आज केवल काठमाडौँ, पोखरा, लुम्बिनी जस्ता ठुला सहरमा मात्रै नभएर सानो गाउँ ठाउँ सहरमा समेत भिखारीहरू भिख माग्न पुग्छन्। के अब नेपालमा बालेरको नेतृत्वले भारतको खुल्ला नाकाबाट आउने भिखारीहरूलाई रोक्न सक्छ त? के खुल्ला सीमालाई अहिले पनि भिखारी पार गर्न सक्छ त? भारतीय भिखारीलाई रोक्नका निम्ति केवल सरकारको पहलले मात्रै हुँदैन, यसमा देशका प्रत्येक नागरिकको कर्तव्य बन्छ। हामी सचेत हौं, भारतीयको प्रलोभनमा नपरौं। अनि यसमा चाहिँ तपाईको भनाइ के छ? कमेन्ट अवश्य गर्नुहोला।